जिन्दगी एकदमै लामो छ। जातले पाएको खाने भनेर दुई हातले यस्तो सोरेर खानु हुँदैन, किनभने त्यसले लान्छ यहाँ सबै लिभर होइन, सिरोसिस हुनसक्छ, किडनी फङ्सन जान सक्छ, हार्ट एट्याक हुनसक्छ। तसर्थ म एकदमै धेरै विनम्र अनुरोध गर्छु कि यस्तो इन्टोक्सिकेट रक्सी यस्तो जाँडहरू चाहिँ अलिकति कम गरिदिनु होला, अनि पानी बेसी खानु होला है। उमेरै नपुगिकन खाए जस्तो छ कोही कोहीहरू, त्यो पनि नगरिदिनु होला। र आमा बुवाहरूलाई सम्पूर्णलाई मेरो नमस्कार। आज बुद्ध पूर्णिमा, बुद्ध जयन्ती, ह्याप्पी बुद्ध जयन्ती अनि ह्याप्पी चण्डी पूर्णिमा, ह्याप्पी उभौली। नाच्नु भयो आज? चण्डी नाच, धान नाचहरू नाच्नु भयो? नाच्यो? ल ठिक छ। आम्मामा यतिको चाहिँ हुनुपर्छ क्या दम, घाँटी जाला फाड आफ्नो यहाँ गइसक्यो। यसै त मेरो बोल्ड स्वर झलमाथीहरू स्वर सुकेर यस्तो भन्छ, चिसो तातो, तुम्लिङ तारको तातो, यहाँको चिसो, ओखलढुङ्गाको यहाँ त म त एकदम नेचरले ब्लेस गरेको ठाउँमा आइपुगेँ। फेरि चैनपुर मेरो पहिलोचोटि भए पनि यो पोखरीमा पनि म एकदमै खुसी छु। र विशेष त चैनपुर 3, 4, 5 को सम्पूर्ण हजुरहरूलाई र नवयुग युथ क्लब